होइन यो मान्छेले त कति काम गरेको मात्रै भिडियो हाल्छ हो, अरू काम हुँदैन क्या भनेर भन्नुहुन्छ होला कि। हाई एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। अनि साथीहरू, हिजो पनि म के यतातिर धान गोड्न अनि काला काट्न आएको थिएँ, अनि आज चाहिँ फेरि बाबा र म भएर जाँदैछु। जो के खाजाहरू नलिकन आएर यस्तो भोक लागेको थियो कि, अनि आज चाहिँ मैले पुरा खाजाको बन्दोबस्त गरेर आएको छु। हिजो चाहिँ मैले के यहाँ कटार खोज्दाखेरि अर्को पनि दिएको थिएँ क्या, अनि म चाहिँ त्यही टिप्न लाग्दैछु आज। हामीले क्या यो भिडियो हेरौँ भने त यो कालीले सबै कटार टिपिसकेछ भन्नुहुन्छ होला कि। अब आँखाले देखेको कटर मनले नमान्ने भनेर मैले चाहिँ टिपिदिएँ, अनि हामी चाहिँ खेतमा पनि आइसक्यौँ। मिचिकै घरदेखि धान गोड्नु पर्दैन, झार उम्रेको छैन, काला मात्रै काट्ने भनेर आएको त झार पनि रहेछ। अनि हेर्नु न, हामी चाहिँ धान पनि फलिसक्यो कि। न घाम लागेको छ न पानी परेको छ, त्यही पनि हेर्नु न, घरदेखि आउँदा पनि कति धेरै खलखल पसिना भएको कि। घरदेखि आएर अनि एकछिन थके मारेर अनि बाबा माथिदेखि काट्नुभयो, अनि म चाहिँ तलदेखि काट्दैछु। काल्ला के म एक्लैले काटिसक्थेँ होला, अनि धान गोड्नु पर्ने रहेछ भनेर अनि बाबा र म आएको। काटेको कि कस्तो गर्मी भएर मैले चाहिँ घरदेखि नै पानी ल्याएको थिएँ, अनि पानी र अनि अम्बा खान लाग्दैछु। हेर्नु न कति मिठो छ कि यो अम्बा, खाउँ खाउँ लाग्दो हेर्दैखेरि। अनि हेर्नु न, मलाई चाहिँ कति धेरै पसिना आउँछ कि एकछिन काम गर्ने बित्तिकै। बाबा चाहिँ माथि हुनुहुन्थ्यो, अनि म चाहिँ त्यहीँ गएर अनि बाबा र म भएर काँक्रा खाने भनेर काटेको त बाबाले खानु भएन, म एक्लैले खाएँ। साथीहरू, तपाईँहरूले क्या मेरो भिडियो हेर्दाखेरि यो मान्छेले त कति काम गरेको मात्रै भिडियो हाल्छ भन्नुहुन्छ होला। मैले भिडियो बनाउने भनेकै काम गरेकोहरूको, अब बाहिर फेरि त हिँड्न पाउँदैन नि त। अनि मैले के दैनिक जीवनमा मैले के गरिरहेको हुन्छु, के काम गर्छु भन्ने तपाईँहरूसँग यही नै सेयर गरिरहेको हुन्छु। काल्ला काट्दा काट्दै कत्रो पानी परिदिइराखेँ, अनि म चाहिँ गोठमा गएर खाजा बनाएर खानु लाग्दैछु आमा र म भएर। अन्त बाबा पनि आउनु भएको थियो, तर बाबा चाहिँ खाजा नखाने भन्नुभयो, अनि त्यस्तो पानीमा पनि काला काट्दै हुनुहुन्छ। हेर्नु न कत्रो ठुलो पानी परेको थियो, फेरि एकैछिन पानी रह्यो कि, अनि म चाहिँ फेरि जाँदैछु काला काट्नुको लागि। अनि बाबा चाहिँ यस्तो पानीमा पनि हेर्नु न एक्लै काला काटिरहनु भएको छ। साथीहरू, बल्ल तल्ल गरेर कि अनि हामीले चाहिँ काला काटेर धान गोडेर पनि सकायो। अब चाहिँ हामी घर जान लागेको।